सुन्दर साथी यहाँ सम्झाउनुहुन्छ कि के गर्ने अरे त भन्दा हजुर हामीले पनि अस्ति सुनाइसके 4 ठाउँमा वैराग्य आउँछ गर्भमा विराम भावेला शमशान घाटमा र पुराणमा यदि त्यो बेलामा किन त मन स्थिर हुँदैन त भन्दा तदैव वैष्णवी माया मोहतैव पौरुषम मेरो वैष्णवी मायाको कारणले सत्य वस्तुलाई बिर्सेर मान्छे के गर्छन् त भन्दा विषयको ध्यानमा लाग्छन् है भनेर भगवानले बताउनु भएको छ। त्यही भएर जब बालक जन्मियो 5 वर्षसम्म शिशु अवस्था 10 वर्षसम्म पौगण्ड अवस्था अनि 10 देखि 49 वर्षसम्म चाहिँ युवा अवस्था अरे 49 देखि 60 वर्षसम्म चाहिँ बुढो नि होइन युवा पनि होइन त्यसलाई अधवैँसे भन्छन्। 60 वर्ष पुगेपछि खान खोज्छ खिर भनेर भजन गाथे अस्ति नै यहाँ हो होइन 60 वर्ष पुगेपछि दाँत झर्न थाले शरीरका इन्द्रियका बल पनि कम हुन थाल्यो हो कम हुन थालेपछि आँखा कम देख्ने कान कम सुन्ने हुँदाहुँदै 2 गोडाले नपुगेर अब लौरो चाहिन थाल्यो हो कि होइन भन्नु त लौरो चाहियो बिस्तारै दिन ढल्दै गए उमेर बित्दै गयो शरीर कमजोर हुँदै गयो 70 वर्ष पुगेपछि खेतबारीमा काम गर्न सकिँदैन फेरि म त गर्छु भन्नु होला त्यस्ता छैनन् होइन। अब मन भौतारिन्छ कहिले तल खेतमा पुग्यो पहिले पारीबारीमा पुग्यो धान छर्ने बेला भयो भन्यो गहुँ छर्ने बेला भयो भने ए बाबु जाऊ न काम गर्न जाऊ निस्क्याउ न भने अहिलेका मान्छेलाई कचकच हुन्छ कति कराउनु सक्यो यी बाबुआमा ठाउँ भइदियो लडेर हालिन्थे वृद्ध आश्रमतिर भन्न बेर छैन हो कि होइन। अहिले जवानीमा अहिले समय ठ्याक्क कस्तो चल्यो हेर्नु त बाबुआमाले छोराछोरीलाई बोडस गर्छन् अहिले भोलि पर्सि छोराछोरीले बाबुआमालाई बोडस गरिदिन्छन् कुरो त एउटै त हो नि होइन त हो। त्यही भएर घरै राख्नुपर्छ संस्कार सिकाउनुपर्छ है संस्कार सिकायो भने मात्रै हुन्छ नसिकायो भने त गाह्रो छ अब जिन्दगी अहिलेसम्म त जसो तसो मानेको थियो अब त मान्न छोड्ने बेला आयो। त्यही भएर हजुरआमाले के भन्नुहुन्छ भन्दा अब त्योभन्दा उता गएपछि भौतारियो शरीर काम गर्न सक्दैन चिन्ताले अब रोगले सतायो दुःख कष्ट धेरै पर्न आयो अरे होइन त रोगले सताए काम गर्न सक्दैन मन दौडिन्छ मन बिल्कुल शान्त हुनै सक्दैन। जब पुग्यो 70 यताउता भौतारीले जब पुग्यो 80 कथमकाल 80 पुग्यो भने अब त उही खाटामा बसी अन्त गर्न सकिँदैन यो ल्याउन भन्ने यसो बोल्ने मान्छे पनि हुँदैनन् अरे कोही आएर बोलाउने अब त आश लाग्न थाल्छ यसो कोही आएर एकछिन चाहिँ बसेर बात मार्दै नि हुन्थ्यो नि भनेको कसैलाई फुर्सद छैन न छोरालाई छ न छोरीलाई छ न बुहारीलाई छ छोराछोरी यसो छोरीले आउँछिन् यहाँ त बरु नि बा आमा बिरामी बा भन्यो नि सुनेर हेर्नु त झोला कत्रो बोक्छन् त्यो ठिक पारेर देखाउन गएको कि कसैले हेरेन भने ए माइला बा कान्छा बा भनेर त्यो पोको हेरिदिउन् फलाना छोरीले कत्रो पोको ल्याइछ भनेर भनुन् भनेर नि त्यहाँ माया साँच्चै बा आमाको माया लगाएर गए भए ती बा आमाले ए बाबु नानी आज यही दिन बस न बा भन्यो भने बस्छ के को बस्थे उहाँ कसले स्याहार्नु बसेपछि के काम लाउला नि होइन भनेर उहाँ अफिस गइसकेको छ आइसिन्छ कसले पकाएर दिनु बडा अल्छी तपाईँका ज्वाइँ जस्ता त कोही छैनन् पकाएर खुवाइदिनुपर्छ मै नखाइ हुँदैन भनेर बेलुका त हिँडिसक्छन् हो कि होइन। हाम्रो कान्छी दिदी चाहिँ मेरो त छोरीको बिहारी होइन थाहा होइन भन्न नि बेर छैन होइन सबैका त्यस्तै हुन् कोही बस्दैनन् तपाईँ हामी पनि त्यही त हो नि हो कि भन्नु त यही दिन आउँदा कति कुरा गर्छौँ हेर्नु त बाला यसो गर्नुपर्छ त्यसो गर्नुपर्छ यसरी राख्नुपर्छ भन्छन् 10 दिन लगाएर ती बाला उनको घर राख्यो भने कुटेर पहिला यहीँ पुर्याउन लाउँछन् गाडी चढाएर ल जानु उही छोराले गर्छ मलाई के आँचो भनेर। त्यही यस्तो स्वार्थी जिन्दगी छ यो स्वार्थी जिन्दगी किन यस्तो भयो त भन्दा किन नहोस् त 5 प्रकारका हेर्नु है के छ अरे भन्दा यो संसारमा 5 प्रकारका जीव छन् जसमा एउटा आसक्ति छ तर हामी मनुष्यमा चाहिँ 5 प्रकारको आसक्ति छ भनेर भन्नुहुन्छ के